सरी यार, आज चाहिँ एकदम नराम्रो घटना घटेछ। हाम्रो पूजा गरे लगतै कुनै तरिकाको मिस्टेक भयो थियो होला सायद। यहाँ आँपको रुख चाहिँ अचानक झऱ्यो। ए भर्खर है यत्रो ठुलो आँपको रुख झऱ्यो। आँपको रुख भाँचिएर भनौँ त हाँगा एकदम ठुलो धन्दा मान्छेलाई। गाइज म चाहिँ हाम्रो कुल पूजाको त्यो भगवानको मैले तस्बिर भनौँ न भिडियो गर्न मिलेन है। त्यही भएर चाहिँ मैले केही पनि मैले देखाउन सकिनँ। त्यतातिर सायद भन्नु होला तपाईहरुले पूजा गरेको केही पनि देखिएन भनेर भन्नु होला, तर भगवानको भिडियो गर्न नमिल्ने भएर त्यही भएर मैले भिडियो चाहिँ गरिन है। अनि हाम्रो बाँकी चाहिँ सबै छ। भिडियो गरेको त भनौँ न पूजा गर्दाखेरि पूजा गर्ने त जुन उस छ नि भगवानको स्थान भनौँ न त्यो मन्दिर जस्तो राखेको ठाउँमा त्यहाँ चाहिँ भिडियो गर्न मिलेन। पुजारीले मिल्दैन भनेपछि मैले चाहिँ भिडियो चाहिँ गरिन है त। ल यता भने भुत्ल्याउने कार्यक्रम धम चलिरहेछ है। भुत्ल्याउँदै पानी तताएर। हेलो एभ्रीवान, ब्याक टु माई च्यानल न्यू ब्लगमा फेरि पनि आज म विशेष हाम्रो यो कुल पूजा कुलानी है। हाम्रो यो सेतपानीमा आज चाहिँ कुल पूजा कुलानी हुँदैछ। त्यसपछि अहिले चाहिँ हाम्रो आज चाहिँ भित्र पूजा चलिरहेछ भने यहाँ हाम्रो चाहिँ अब खसी हेर्दैछौँ है। हाम्रो ठुलबुवाको घरमा, ठुलबुवाको भन्नाले ठुलबुवाको छोरोको ठुल्दाईको घरमा आज चाहिँ बोका एउटा बोका यहाँ छ है। बोका निकालेर चाहिँ हाम्रो पूजामा चाहिँ काट्नको लागि हामीले बोका हेर्दैछौँ है। यहाँ चाहिँ बोकाहरू तीनटा छ। अनि त्यसपछि कति यो बोका भयो होइन, यो बोका प्लस त्यो अनि अर्को तीनटा छ। तीनटामा भयो चुज गर्ने हो। चुज गरेर कुन चाहिँ मनपर्छ त्यही चाहिँ आज चाहिँ काट्ने हो। अनि यहाँ चाहिँ काँटा, हाम्रो काँटा पनि एकदम रेडी छ त्यो काट्नको लागि। अनि यता भैँसीहरू पनि छ। यहाँ चाहिँ पाडा भैँसी सबै छ। हाम्रो ठुल्दाईको घर हो, हाम्रो ठुलबुवाको छोराको। यहाँ चाहिँ अब टक्क कटिङ चल्छ आज चाहिँ 61,800 ल आज चाहिँ त गाइज आज चाहिँ टक्क हाम्रो हेर्दैछौँ बोका है। यो बोका रेडी छ। यो बोका भयो होइन, यो बोका प्लस अब त्यहाँ चाहिँ कुन चाहिँ हाम्रो दाइले चाहिँ हेर्नुहुन्छ जुन चाहिँ चुज गर्यो भने त्यसैले काट्ने आज चाहिँ। यहाँ मेरो पालो भनिरहेको छ यसले चाहिँ है। त्यसपछि अब कुन चाहिँ निकाल्नुहुन्छ उहाँले दाइले टक्क निकालेर आज चाहिँ काटिन्छ है। हो त्यो पनि ठुलै छ। ल मै जान्छु भनेछ है यो बोकाले चाहिँ। मै जान्छु। ल यसलाई चाहिँ निकालियो के है। ल त गाइस मैले यहाँ मार हानिसकेँ है पाठालाई। हो यहाँनिर यहाँ मैले मार हानिसकेँ, हातभरि रगतै रगत छ। त्यसपछि हाम्रो पानी पनि तातिसकेको छ यहाँ है, तात्दैछ। अनि हाम्रो यता अब भुत्ल्याउने कार्यक्रम सुरु हुँदैछ है त। हाम्रो बोकालाई बोका आज काट्यो है हाम्रो पूजाको। अनि यहाँ चाहिँ भुत्ल्याउनको लागि एकदम पानी हाल्दै हुनुहुन्छ हाम्रो दाइहरूले। अब यहाँ चाहिँ भुत्ल्याउने कार्यक्रम चल्दैछ भनेपछि अझ यता पानीहरू रेडी छ है उम्लेको त्यो पानी भुत्ल्याउनको लागि। यता खाना पाक्दैछ अब। मासु टक्क उता काटिँदैछ के सबै कुरो होइन। त्यसपछि यही हो कि हाम्रो ठुलबुवाको घर है। ल
यहाँ चाहिँ कटिङ चल्दैछ है। अन्डा निकाल्दैछौँ। दिखे भयो त हात खडी पाक गेलै। हेलो अंकल, हाम्रो आज दवाई छ। यानी कि कुल पूजा पनि हो। दवाई छ, खवाई हुन्छ यसरी। एकछिन पछि खवाई हुन्छ। यो चाहिँ खसीको मासु रेडी भइसक्यो काटेर। म पाछे फोन फत्केम हि। यो चाहिँ भुटुवा हो। ल हाम्रो मासुको आइटम कटिङ पनि सकियो। अब यहाँ चाहिँ बोइल हुँदैछ भुटुवा आइटम। यहाँ चाहिँ रेडी भइसकेको छ मासु कटिङ है। यहाँ दाइले यहाँ भुटुवा आइटम लिइराख्नु भएको छ। अब चाहिँ यसलाई कसरी दादा आयो, कता गएर आयो? कता जानु भएको दादा? नाना रातो भाले कोया छुट्टे हामी कसैलाई पनि केही पनि भएन है। यत्रो फलेको यो चाहिँ यत्रो फलेको हाँगा अचानक भाँचिँदाखेरि एकदम नराम्रो भएछ क्या। हाम्रो चाहिँ केही पूजा गर्दाखेरि अलिकति मिस्टेक भएछ सायद कुनै तरिकाले। ओहो धन्न यत्रो मान्छे बस्दा नि कसैलाई केही पनि भएन धन्न। तर एकदम नराम्रो भयो। आज चाहिँ कुनै तरिकाले हाम्रो कुलदेवताको अलिकति पूजा गर्ने बेलामा सानोतिनो केही मिस्टेक भयो भने यस्तो हुन्छ क्या। तर हाम्रो अलिकति मिस्टेक हुन सक्ला, तर हामीले कुनै गरे जस्तो लागेन। तर पनि फेरि पनि मिस्टेक भएछ होला सायद। त्यही भएर आए के सारिदेऊ दुईजन दुईजन तान देऊ त दुईजन। भाइको वा त सार्दा त या मछडो खटै बड़ी लोट होइ छै कि अलि ल धदौ राजौ पत्ता नै छ को नन खै तिलभर ई बड़ी लोट होइ छै कि भित्री लोट त लोटै हो खै। तर अचानक यी ओ थियो खै के यत्तर हालहाली के पड्याक के त नआए त नि त। तर नुङ्गे सक्थ्यो नि त। पक्रे हो न मरे कटै ल ल ल ल ल हामीले तानेर यता सार्यौँ है। यो चाहिँ यहाँ हातभरि त्यो रातो कमिला बेमथा भन्छ नि हामीले एकदम टोक्यो है हातभरि। अचानक है यो यहाँ हाम्रो मासु पाक्दै थियो। मासु यहाँ पाक्दै अचानक चाहिँ यसरी हाँगा भाँच्यो कि अचानकमा एकदम अचानक है एकदम नराम्रो। यति धेरै आँप झऱ्यो है। यो सब आँप अचानकमा हो।
प्लास्टिक ढाल्नु अब कौन सोचते उनको कुदर लेकिन ओ वाओ हाँ बिके त सानो भयो कि यो पातै सानो भयो कि सबै पाछे फटके में अपने जंगरेन लगे बड़े कुर्सिया ओथी कतै उठे बढेर 150 15 गोड़ा रुपया ना 5 के 75 चिसो खन ले जम हूँ ल हाम्रो चाहिँ खानपिन सुरु हुँदैछ है त गाइस यो सबै हाम्रो दाजुभाइको मात्रै है जम्मे जन के चिसो घाल दे कति कति खाए के वो जम्मे पूछ पूछ के मोरे सांखिबे गाइज आज अचानक हाम्रो के छ भन्दाखेरि अलिकति सानो घटना भएको यो रुख यो आँपको रुख छ नि यो माथिको हो यहाँबाट आँपको हाँगा भाँचिएर है हामीले यो रुख छ नि आँपको यति फलेको आँपको रुख अचानक यहाँ हामीले खाना पकाउँदै थियौँ और यो दुईटा ठाउँमा यो ठाउँमा र अर्को त्यो ठाउँमा दुई ठाउँमा चुलो थियो हाम्रो चुलोमा पनि मासु आइटम पाक्दै थियो केही भएन है अनि यहाँ पकाउने एकजना दाइ हुनुहुन्थ्यो उहाँलाई पनि एकदम सही सलामत केही भएन है हाम्रो भनौँ न भगवानको आशीर्वादले कृपाले तर अलिकति पूजा गर्दाखेरि केही मिस्टेक भयो होला हैन त्यसले गर्दाखेरि अलि त्यो आँपको हाँगा यो हो है यत्रो ठुलो हाँगा झरे थियो यो आँपको हाँगाले केही क्षति पुर्याएन यति धेरै आँप छ यहाँ झरेको है यहाँ छ है यहाँ पनि छ क्यारेटमा है यो सबै अनि यहाँ पनि छ है यहाँ पनि छ है यो सबै आँप यत्रो झर्दाखेरि केही पनि भएन हुन त कसैलाई पनि अनि
ल वो त्यहीँ बैठ मैं वहीं बैठूँ काकर मोबाइल होस् नि धरले वो आते बड़े यही बड़े